गाडी बिग्रेर बनिरहेको यो कुन गाउँपालिका अरे हजुर कुन गाउँपालिका यहाँ रहेछ त यत्रो छ त घटेछ आज दिदी भाइ अस्ति हामीले मन्त्रालयमा कति मेट्रिक टन चाहिँ मगाएको अस्ति हामी कति मेट्रिक टन मगाएको यो मलको विषयमा चाहिँ म क्लियर पार्न चाहन्छु यो 19 गते र 22 गते यो हाम्रो चाहिँ बफर स्टोरेजबाट 477 मेट्रिक टन चाहिँ हाम्रो धादिङको यो गजुरी कृषि केन्द्रको लागि आएको छ तर समस्या चाहिँ के हो भने पहिलाकै मलहरू चाहिँ सहकारीले स्टक क्लियरेन्स नगरिकन त्यो पालिकामा जाँदैन अनि त्यो चाहिँ अध्यावधिक गर्न पर्यो कृषि सामग्री केन्द्रको यो मल जति पनि छ यो मल चाहिँ कृषकको बारीमा पुग्नु पर्यो यहाँ कृषि सामग्री केन्द्रको पोर्टलमा गएर सहकारीले अध्यावधिक गरेर पहिला मल जानु पर्यो त्यो स्टक क्लियरेन्स नभइन्जेलसम्म कृषि सामग्री केन्द्रले त्यो पालिकामा मल पठाउँदैन त्यही भएर यो धेरै भएर बसेको कमसेकम दामासही रूपमा जति आएको छ त्यति मल त पहिला किसानले पुग्न पर्यो नि होइन त्यो पुगेको अवस्था छैन अहिले त्यही भएर म सम्बन्धित स्थानीय पालिका सहकारीहरूलाई अध्यावधिक गरेर यो मल चाहिँ लानलाई म मल पाउनलाई तपाईले भन्नु पर्यो कि पहिला गएर गाउँपालिका